के को पैसा माग्दैछ अनि मलाई कसले कमाइन दिन्छ र पैसा दिनलाई दाइला लखर लखर गाउँ डुल्ने ठिक्क हुन्छ अनि बुवाले कमाया ऋण तिर्ने कि खाने कि घर खर्च चलाउने कि मैले के गर्ने तिमीलाई दिनकै पैसा भयो कहाँबाट पुर्याउने मैले पैसा कहाँ दिनकै लगेको छु र आफूले गोदुलो खानु पाइएन गोदुलो लाउनु पाएको छैन अनि तिमीलाई त मै पैसा भएर हुन्छ कहाँ फल्याउँछ रुखमा टिपेर ल्याइन दिने तिमीलाई 20 रुपियाँ कति चाहियो तँलाई 20 रुपियाँ चटपटे आफ्नो कमाउने उपाय केही छैन अनि छिटोकै ढिलो भयो दिनु न त 20 रुपैयाँ कमाइन दिइहालोस् मलाई दिनलाई बहिनीलाई के अरे नास्ता खानालाई के रुनु भएको छ भाइ के रुनु भयो भाइ अब बिरामी भएर यहाँ कस्तो बजार गर्ने पैसै छैन अच्छा दिनु कि छिटो कति बज्यो त नि कति बज्यो ल यही त दौडौको कहाँबाट झिकेर ल्याएको कहाँ झिकेर ल्याउनु पहिले ब्याङ्कदेखि झिकेर ल्याउनु क्या भन्नु न के खाइस् भन्नु त के खाने मन छ त्यही खाने 20 रुपियाँले अगाउँथ्यो खाने भन्नु न 20 रुपियाँले आजभोलिको जमानामा के अगाउँथ्यो के खाने त 20 रुपियाँ चटपटे त चपेट खाने यहाँ पैसा आएको थियो अरू केही पाइन्न चटपटे गयो ल टोइ